हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भ्लग। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा, मिनी भ्लगमा। आज लङ टाइम पछि चाहिँ मैले भ्लग गर्न सुरु गर्दैछु होइन। लङ टाइम पछि मैले भ्लग जोइन गर्दैछु। म त्यस्तै बिजी थिएँ नि, त्यही भएर भ्लग बनाउनु पाएन। आज लङ टाइम पछि चाहिँ मैले भ्लग बनाउँदैछु होइन। थोरै कन्टेन्ट पनि कम भयो जस्तो छ, सब्सक्राइब केही छैन के, त्यही भएर चाहिँ यस्तै भइरहेछ गाइज। थोरै अगाडि बढाइदिनु पर्यो। अर्डर बिग्रिएछ साथीहरू। एउटा ठाउँको अर्डर अर्को ठाउँ लिएर दिँदैछु के, मतलब यहाँ 1 नम्बरको अर्डर, यहाँ 1 नम्बरको अर्डर मैले 5 नम्बर लिएर दिँदैछु। भेना अर्डर आइरहेछ। हेलो, अर्डर तड्का म्यागी, तड्का म्यागी, तड्का म्यागीको अर्डर आयो के। तड्का म्यागी अर्को ठाउँमा लिएर दिँदैछु के, मतलब मैले उता हेर्ने सिधै भएको होला भने हो, भाइ बजाइदिएको 5 नम्बरमा। त्यही हो साथीहरू, आज लङ टाइम पछि भ्लग जोइन गर्दैछु। हजुरहरूको पनि साथ सपोर्ट मलाई चाहियो होइन। साथ सपोर्ट बिना चाहिँ भ्लग बनाउनु पनि त्यति आउँदैन क्या, आँट आउँदैन मलाई त। भने के गर्नु, भ्युज पनि जान्न त्यति, अब सब्सक्राइब पनि छैन होइन। अब मतलब लाइक पनि त्यति छैन, कमेन्ट छैन। अब त्यति नभइसकेपछि बनाउनु पनि जागेरै आउनु थोरै हजुरहरूले पनि साथ सपोर्ट दिए म होइन, बनाउने पनि जोस जागेर आउँछ होइन। ल मेरोमा त यस्तो हुन्छ है, यस्तो गर्नुपर्छ मैले भन्ने पनि जोस हुन्छ नि, त्यो छैन। अब कसरी गरिदिने भने क्या, त्यो बनाउने पनि जोस छैन। फेरि कस्तो हुन्छ भने चाहिँ हाम्रो भ्लग बनाउने फेरि मेरो ड्युटी एउटै ठाउँ मात्र छ नि, एउटै ठाउँ भयो हुनाले सधैँ सधैँ त्यहीँ जाने त्यहीँ मात्र बनाउने भएको हुनाले चाहिँ मैले छोडिदिएको कि भ्लग बनाउनु पनि। त्यही हो, अब चाहिँ जहाँ नयाँ नौलो ठाउँमा होइन, नयाँ ठाउँमा गएर घुमघाम गर्दा यस्तो ठाउँमा गएर बनाउनु पर्ने जस्तो देखिरहेको छ पनि मैले भ्लग। त्यही भएर चाहिँ मैले एउटै ठाउँमा बनाउन छोडिदिएँ। डेली भ्लग हाल्थेँ मैले पहिलाकै, अहिले चाहिँ छोडिदिएँ। मैले प्रायः 1 महिना भइसक्यो मैले भ्लग बनाएर हाल्नु छोडेँ। त्यसै मैले छोटा छोटा सर्ट भ्लगहरू चाहिँ बनाएर हालिरहेको छु, मतलब लङ भ्लगहरू बनाएर हाल्न छोडिदिइसक्यो कि। त्यही हो, हजुरहरूको पनि साथ सपोर्ट चाहियो। हजुरहरूको साथ सपोर्ट बिना अधुरो छ भन्ने चाहन्छु म। त्यही हो, हजुरहरूको साथ सपोर्ट भयो भने पुरा हुन्छ गाइस। हजुरहरूले चाहिँ साथ सपोर्ट गरिदिनु पर्यो भन्न चाहन्छु मैले। त्यस्तो ड्रामा राख्यो भिडियो भेटिन्न, ट्याबमा राख्यो नि भेटिन्छ, बस सेभ गर्नुपर्छ। सेभ गरेर भिडियो कहाँ हुन्छ? राणा भ्लग, उहाँको नाम त्यही होइन, राणा भ्लग। राणा भ्लग उहाँको आइडीमा गएर अब जति मेरोमा हुनुहुन्छ हजुरहरूले चाहिँ मेरो आइडीबाट उहाँको आइडीमा गएर पनि यसो हानिदिउँ, सब्सक्राइब हानिदिउँ। उहाँको आइडीमा गएर लाइक कमेन्ट सेयर सब्सक्राइब भन्ने चिजहरू गरिदिउँ होइन। राणा भ्लगलाई पनि सपोर्ट चाहियो गाइज, हो कि न? राणा भ्लगलाई पनि सपोर्ट चाहियो ल गाइज। त्यही हो, यही भन्न चाहन्छु म तपाईँहरूलाई। म पनि सायद लङ टाइम पछि भ्लग बनाउँदैछु क्या, लङ टाइम पछि भ्लग बनाउँदैछु। किनभने म त्यस्तै काममा बिजी थिएँ, त्यसैले मैले भ्लग बनाउन पाइनँ। हजुरहरूलाई मेरो आज लङ टाइम पछिको भ्लगमा हजुरहरूलाई स्वागत छ। साथै अब आज यस्तै छ भन्नुपर्छ। अब लङ टाइम पछि के भन्नु, दिवाली भयो होइन, यहाँ तिहार सिहार भयो, तिहारमा अब देश रमाइलो भयो, यता उता होइन, सबै रमाइलो नै भयो भन्नुपर्छ। साथीहरू त्यही हो, अब लङ टाइम पछि भिडियो बनाइयो, खुसी लाग्यो। अब हजुरहरूको माझ फेरि देख्न पाइने भयो। त्यही हो, यता हाम्रो साडो पनि छ नि, साडो अब होइन हामी छोड्दैछौँ, हामी भोलिको दिन मात्र होइन यहाँ बस्ने। अब म पनि होटल छोड्दैछु, यो होटल। साडो यही रहने भयो, अब साडो यसलाई एक्लै रहने भयो। मतलब कहिले काहीँ भेट्न आउँला साडोलाई, हो कि नै? खाएको हेर्नु न, खाएको मान्नुपर्ने भयो होइन। यस्तै हो, दुःख लागिरहेको छैन, दुःख लागेको छैन। खुसी छु म, जोस् हेडकी छोड्न पाउँदा खुसी छु। अब अर्को के हो भन्ने कुरा थाहा छैन होइन, अर्को होटलको नाम। त्यही हो, यी हेर्नु न, हेडकी छोडिदिन्छु भने चाहिँ यहाँ ऊ भइसक्यो के, मान्छे बौला भइसक्यो। कस्तो निस्कियो, रुनु पर्दैन अल्तै। टायर बनाउँदा बिगार्ने, टायर बनाउँदा के गर्ने, यिनीहरू यस्तै खानाले यिनीहरू जिन्दगी जाने भयो। मुखसुख पाकिसकेको थियो र अब क्यान्सर भएर कोही नबाँकी छ। त्यही हो। ल त गाइज, अहिलेलाई चाहिँ हामी नछुट्यौँ होला, अर्को उसमा जोइन हौँला।
त्यही हो यता उहाँ पनि जान लाग्नु भएको पुसाइ राजा उहाँ र म सँगै छोड्न लाग्छ मेटकी अब कस्तो हुन्छ हेरौँ स्यालेरी पनि दिएको छैन क्या रे साथी हेलो साथी के भइरहेछ साथी साथी डराएको आए साथी कस्तो दुख्यो होला है साथी फाइनली मुसा पक्रिसकेको छु यहाँ हाम्रो अन्नाभरि सबजना आएको होइन यो यसलाई मैले पक्रिसकेको छु अब यसलाई कहाँ हाल्ने सारालाई दिएर पछिरामा हाल्ने कि मार्ने हो होइन यसलाई तेलको कराईमा हाल्ने हो के गर्नु भागला साला अब कुन्नी यार यसले सधैँ सताउँथ्यो भने के यसको आवाज पनि रेकर्ड गरौँ न होइन तेलमा डुबे जस्तो भएको त सिधै अहिले त भागिसक्यो होइन मलाई डर लाग्थ्यो क्या फेरि मार्न पनि डर लाग्छ मलाई शरीरतिर आयो भने पनि त्यस्तै खाले डर लाग्छ नि त्यही भएर मैले छोडिदिएको अहिले हातमा यस्तो तेल लागिसक्यो त्यहाँ गर्नाले यसले सताउँछ भने चाहिँ सधैँ कहिले यता होइन कहिले पानी भन्ने टिकाको डोर काट्दै हुन्छ होइन कहिले यस्तै गाली पेरेटहरू काट्ने हुन्छ त्यसले धेरै दुःख दिया हुन्छ होइन त्यसैले यसलाई चाहिँ मार्ने मलाई मार्न डर लाग्छ है तर मार्न मलाई डर लाग्छ त्यही भएर म चाहिँ हत्या गर्दैन होइन मलाई डर लाग्छ लास्टै उसलाई पिट पनि लाग्छ भने क्या भिडियोको लागि मात्रै म यता के गर्न आऊ नत्र म यहाँ आउनै दिइनँ कता भागिसक्यो त्यसले आफ्नो ज्यान बचाइसक्यो जस्तो लाग्दैछ है मलाई भागिसकेको छैन होला क्या यही होला अब त्यो कहाँ जाँदा भने कि उकालो चल्न सक्दैन फाइनल्ली साथीहरू उसले चाहिँ ज्यान बचाउन सफल भयो होइन ठ्याक्कै मेरै भनेर खुट्टानिरबाट बिस्किएर गयो त्यसपछि भागिहाल्यो फिल्डको कता कता गयो ज्यान बचाउन चाहिँ सफल भयो धन्न भगवान् दयको रहेछन् त्यसका दाइ नै रहेछन् न बाँच्यो होइन मलाई पनि खुसी लागिरहेको त्यो बाँच्यो होइन त्यही हो डर लाग्छ क्या मलाई लास्टै डर लाग्छ त्यही भएर भित्र आएर ठ्याक्क मैले नै देखेँ मैले देखिसकेपछि तल झारिदिएँ तल झारेपछि फेरि यता आयो यहाँ मुसा छ भनिदिएको केटाहरू त कसिहाल्यो त मार्न मैले फेरि त्यति भिडियो खिचिदिएको कि मलाई डर लाग्छ त्यता जाने खासै भिडियो खिचिदिएको त्यही हो ज्यान बचायो खुसी लाग्यो भागिहाल्यो पछि मैले पनि छोडिदिएको क्या खुट्टानिर आएको थियो छोडिदिएको डर लाग्छ लास्टै मार्न पिर पनि लाग्छ नि त्यत्तिकै त्यही भएर उसले चाहिँ ज्यान बचायो खुसी लाग्यो त्यही हो ल त साथीहरू आजको भ्लग चाहिँ यही अन्त्य हुन्छ ओके राधे राधे बाई